टप भ्यू 700 रुपैयाँ अर्को बढी राष्ट्रिय पर्व माघे सङ्क्रान्तिको तर्फबाट शुभकामना र आगामी दिनमा चाहन्छु र म थोरै मात्र भन्छु यहाँ विशेष गरी मगरहरूको त्यो माघे सङ्क्रान्तिको इधर देखिए यो कार्यक्रम यहाँ आज हामीले उद्घाटन गरिरहेछौँ भिडियो किन परम्पराबाट किन परिचालितमा आयो किन मगरहरूले विशेष गरी यसलाई मान्यता दियो र यो मगरले यो माघे सङ्क्रान्तिमा किन यसलाई जस्तो यस्तो गर्न खोज्यो र धनुषबाण अहिले राष्ट्रिय स्तरमा जो छ अन्तर्राष्ट्रिय रूपमा खेलको प्रगति र विकास भइरहेको अवस्थामा हिजो पुर्खाहरू घुमन्ते जीवनबाट घुमन्ते किसान खेती गर्नेबाट जब स्थायी रूपमा कृषि र पशुपालनको जमानामा आयो त्यतिखेरबाट यो धनुषबाण सुरु भएको छ त घुमन्ते जमानामा अथवा त्यो युगमा मानव जाति अथवा हामी मगरहरू खेती गरेको हुँदैन थियो वनमा शिकार खेल्ने जङ्गली मासुको शिकार खेल्ने र खानपिनको लागि तरुल भेगुर गिठा त्यसलाई कन्नबुल भन्छ त्यो चिज खोजेर सङ्कलन गर्ने परम्पराबाट र हिजोको ऐतिहासिक पौराणिक इतिहासबाट जब खेती गर्ने योग्यमा जब खेती गर्ने किसान गर्ने गाई बाछा पाल्ने जमानामा परिणत भयो त्यतिखेर त्योबाट शिकार खेल्ने बेला चिताहरू जङ्गलमा गएर शिकार खेल्थे त्यो शिकार खेल्ने बेलामा सिस्टोको गाजहरूमा त्यो शिकारको रहरमा सिस्टोको गाजहरूमा खङ्गालेर फेरि धनुषकार हान्ने मृग मार्ने अथवा जनावरहरू मार्ने चलन पहिलाको चलनलाई त्यसको प्रचारक रूपमा स्मरणको रूपमा जब धनुषकार खेल्ने चलन समाप्त भयो त्यसको पछि जो छ यो माघे सङ्क्रान्तिमा त्यहाँबाट सुरु भएको यो धनुषकार हो त्यो पटकार शिकार खेल्ने पटकार रूपमा त्यस गरी मान्यो त्यसैको साथमा शिकार खेल्ने छिटाहरूले जङ्गलबाट शिकार लिएर आउने गाउँमा र छिटीहरूले राम्रा परिकारका खाना बनाएर उहाँलाई एक ठाउँ जम्मा गरेर खाने चलन थियो त्यो खाने चलनको बिचमा छिटाहरूले त्यो सिस्टोको गाछमा त्यो रम्को र पोलेको त्यसको रन्का पोलेको बेलामा त्यसलाई मच्छर गर्नको लागि छिटीहरूलाई घिस्काउँथ्यो खिजाउँथ्यो त्यतिखेर छिटीहरूले खानेपिना दिएर त्यो सिस्टोको बिचमा एउटा रमाइलो गरेर समाप्त गर्थे यही माघे सङ्क्रान्तिमा त्यो स्मरणको लागि जो मगरहरूले आज परम्परा आज त्यो सिस्टो छोडेको र हाम्रो नजिकका गाउँ तारा गाउँपालिकामा अझै पनि चल्दैछ उहाँबाट कसरी प्रयोग गर्नुहुन्छ यसको व्याख्या कसरी गर्नुहुन्छ मलाई थाहा छैन हाम्रो स्तरबाट यो व्याख्या गर्नुहोस् यहाँ उपस्थित भइरहेको कलकोट नगरपालिका वडा नम्बर 5 श्रीमद बोर्ड टोलमा आएर धनुकाँडको एउटा प्रतिस्पर्धा र खेल गर्ने सम्पूर्ण खेलाडीहरूलाई आगामी दिनको शुभकामना चाहिँ आज आफ्नो भनाइ यति छोटो भनेर अन्त गर्छु हस्त अभिवादन के गनायो भने म पनि हो कि टिम क्याप्टेन दाजुलाई चाहिँ हान्ने भन्नु
नहाने पनि यसो फोटोसुट मात्रै पानी खाऊ ठीक है मेरो स्ट्यान्ड कहाँ राखेर अशोक मेरो स्ट्यान्ड खोइ पानीमा आयो तान्ला एउटा दुई टिम जाउँ तीन टिम जाउँ त्यही त तान्नु कसको कता तान्नु दुईटा फर्स्ट एकजना त एउटा क्याप्टेन आउने त यहाँ एक टिमको आइज चिनो हुन्छ क्या हामीलाई क्लबले गरिराखेको होइन धन्यवाद